नमस्ते सम्पूर्णमा। आज म तपाईहरुलाई नयाँ ठाउँको एक्सप्लोर गर्न जाँदैछु। यो ठाउँ धार्चे गाउँपालिका वार्ड नम्बर 4 स्थित लाप्राकको गुप्सी पाखा। यो गुप्सी पाखा असाध्यै रमाइलो छ। भूकम्पपछिको नयाँ गाउँको रूपमा स्थापना भएको यो गुप्सी पाखा यो असाध्यै रमाइलो छ ठाउँ। हजुरहरूले पनि देख्न सक्नुहुनेछ। यो ठाउँमा आज आइसकेको छु म। हेर्न सक्नुहुनेछ यो ठाउँ असाध्यै रमाइलो छ। यसको सुन्दर पक्ष भनेको सबै घरहरू एकै नासको छ हैन। माथि लालीगुराँसको जंगलहरू हामीले लालीगुराँस फुलेको पनि देख्न सक्छौं। त्यो जंगलमा बाटोघाटो असाध्यै राम्रो पनि छ। यहाँको बाटोघाटो हेर्नुस्। अनि अर्को कुरा चाहिँ यहाँ बारपाकदेखि नजिक पनि छ यो गाउँ। बिरलै देख्न पाउँछ हामीले, किनभने यी दृश्यहरूले हामी आन्तरिक पर्यटक लगायतको बाह्य पर्यटकलाई समेत आकर्षण गरिरहेको हुन्छ। यो गुप्सी पाखाको यो मनोरम दृश्य हजुरहरूलाई देखाएँ हैन। आज शनिबारको दिन हामी सामान्य आन्तरिक पर्यटनमा प्रमोसन गर्ने हिसाबले हामी यहाँ आएका छौँ। आएका छौँ घुम्नलाई हाम्रो टोलीहरू सहित। यहाँको चाहिँ यो नयाँ बस्ती भनौँ न, यो चाहिँ एकदम रमणीय छ। तर मानिसको बस्ती चाहिँ बसोबास चाहिँ कमै रहेछ यो नयाँ घरहरूमा। तर घुम्नलाई चाहिँ सम्पूर्णलाई यहाँ आउनु न म अनुरोध गर्दछु। एकदम राम्रो छ, रमाइलो छ। यता चाहिँ माथि लालीगुराँसहरू पनि थरीथरीको पाउँछ भन्ने मैले सुनेको छु। कृपया आउनुहोला। धन्यवाद। घरहरू चिटिक्क छ, चिटिक्क परेको छ।